यहाँ त पुरै सिसा होला त सिसा छ के कान्छ सिसा फाल्छ नि पल पर्छ राम्रो म त बल्ल जाए कस्तो ठाउँ रहेछ भनेर शनिबार आयो भने के भयो त घुम्न त आउनु पाइयो त नै नै टाइम पनि हुनु पर्यो क्या र आज यसो घुमिहालौँ भनेर क्या टक्क लाएर भिडियो सिडियो बनाऊँ भनेर आयो A few moments later. ए स्पिड वाउ 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 ओए Grab it out of way. Tara. हाम्रो घर राइट हाम्रो जिप्तानी घर राइट ल विली वो खतरा देखाइरहेको छु देखिन्छ वाल देखान कि पुरै छाठी छ यस्तो मजाको हेर ओ खतरा प्लेस छ यार घुम्ने ठाउँ लास्ट राम्रो छ हामी त आइपुग्यौँ तल्किने हाम्रो घरैबाट देखिने ठाउँ के हामी दुईजना मात्र आफूमा छ ट्याक्क आएर होइन गाइज के भाइ साइकल लिएर आउने हामी यहाँ साइकल कुदाइन्छौँ ट्याक्टुक लगाएर है गाइज दुईचोटि आइक्यौँ हामी साइकल लिएर दुईचोटि आइक्यौँ होइन टक्क लगाएर ए हुर्रे मेन रोड यहाँ हामी साइकल कुदाइन्छौँ बर्र पारेर है ल साइकल लिएर यो भर्याङ जान लाग्छु कि मैले ट्याक्क लगाएर एउटा भाइ छ त्यो ड्राइको ट्याक्क लगाएर होइन अनि हाम्रो यहाँ 50 रुपियाँ लाग्छ भाडा हामी जान्दैनौँ मित्र होइन ट्याक्क लगाएर त्योबाट हेर्नु अलि त्यो सके लाग्छ भाइ उहाँ छ अनि म यहाँदेखि खान्छु है सो ल यहाँ म ट्रायल हार्छु सो गाइज म ट्रायल हार्ने यस्ता है ट्याक्क Wow. Ora. Ya, मेरो दाना Woi, babal. के भयो ओ माई गड हाम्रो भ्यू ओइ के भ्यू डेन्जर जम खोलाएर यहाँबाट सोधौँ न है अङ्कलजी यहाँ लारी गुराँस कहाँ पाइन्छ यहाँको रस छ कि छैन मोटिभेस जानुपर्छ हो नि कति टाइम लाग्छ हामीलाई भन्नु साइकलबाट कति लाग्छ बाइकबाट 1 घन्टा लाग्छ जाम न टिपेर राम्रो त हैन र त्यही त अहिले लास्टै टाइम छ कि भर्खर 1 बजे छ थ्याङ्क यू धन्यवाद छ है अङ्कल ल वाह हाम्रो अङ्कलजीले 1 घन्टा लाग्छ भन्नु भएको हैन गाडी टिपेर राम्रो हैन त ल गइदिउँ न त ल हेर्नु गाइस हाम्रो यो लालीगुराँसको चक्करमा हामी कहाँसम्म आइपुगेका छौँ सुरुमा त हामी ढाडपानी हो के अरे ढाडपानी मात्र हो यार खै त कता हो उरे अगाडि होला सायद जाऊँ न यस्तो चेक गरौँ सोधौँ लालीगुराँस ल्याउन आइगयौँ हामी यहाँ मैले त्यसो के भन्छन् यार पाल्छ यहाँ त अब म यहाँ फर्स्ट टाइम आएको यहाँ चाहिँ चलिने हो उता जाउँ सोध न कि तलतिर पाइन्छ लालीगुराँस धेरै लालीगुराँस कहाँ पाइन्छ ए यार ए वाउ ओइ अहिले यहाँ आउँदाखेरि कहाँ पाच्छ भाइ भाइ आउँदाखेरि कहाँ पाच्छ क्यार गर्छ कि मेरो हेयर यसमा ओइ होइन
वाओ वाओ तर भाइ बाटो क्या मजाको छ त यार झस्को निन्छ बे कुकुरले भाइ ओए एउटा वाओ किन बल ओए ओए गयो ओके यार गयो ओके हाँ कहाँ आइपुग्यौँ हामी खोइ धार पारी तेरे में भैंस के आँख यही हो गई ए फिर के बोल्छ बवाल ठाउँ छ नि यहाँ झन् आओ तो गाइस हैन हामी डाँडाको चक्करमा हामी कहीँ पो हामी लालीबाट डाँडा गयो भारमा अब फर्किनु टलाएर हामी होइन टक्क लाएर हेर्नु हल्का हल्का भिडियो बनाइन्छ सो केही छैन टक्क लाएर हामी टर्निङ ट्रायल सब हानिन्छ है ल छैन भाइले ब्रेक बनाएर आउला छ ए गियर बनाएर म चाहिँ गएँ ए गाइस हामी यो खै के ठाउँ हो के ठाउँ यहाँ फर्स्ट टाइम यति माथि आइयो अब यो खै कहाँ हो यो बाटै बाटो आइयो यार लालीगुराँस टिप्नलाई लालीगुराँस भेटेन कहाँ छ कहाँ सोध्ने हो गाइस होइन र भाइ ए यस्तो ठाउँ छ ए घरको उतातिर के ठाउँ भन्छन् यहाँबाट हामीले लाग्यो लगभग 8 घन्टा लाग्यो साइकलमा हिँड्दै आयो भने लाग्छ तपाईँको एक दिन टाइममै पारेर अनि बाइकमा आयो भने लाग्छ तपाईँको 6 घन्टा जति अनि यो खै के ठाउँ मल प्लेस पहाड के होला गाइस हामी यहाँदेखि अब जान्छौँ होइन ट्रायल हान्दै ल डाँडा काँडा जताकतै यस्तो राम्रो ठाउँमा वाउ ब्युटिफुल गाउँपालिस सहर बङ्गलाचोली रहेछ गाइस हामी हो वहाँदेखि कता हामी आएको ल हाम्रो डाँडा काँडा सहर मजाको डाँडा लो किन यहाँ हाम्रो डाँडा काँडा मजाको ठाउँ यहाँ त पुरै सिसा होला त ए म त बल्ल जाए कस्तो ठाउँ रहेछ भनेर नै टाइम पनि हुनु पऱ्यो क्या र आज यसो घुमिहालौँ भनेर क्या टक्क लगाएर भिडियो बनाऊँ भनेर आयो पहिलोचोटि यहाँ फर्स्ट टाइम माथि आएको छु यहाँमा घर है भरै देखिआएको छ साइकलमा ल्याएर त्यो यहाँ चाहिँ हिँडेर आएको थिएँ साइकलमा गाली के गाली गर्नु त्यही त पानी म भर्छु म बोक्छु हावा टाले यार यस्तो नबोक न तिमी के भएर घर पानी भर्छु है गाइस लगेर आन्टी हामी लाग्यौँ है घुमियो खुब मजाको ठाउँ रहेछ हाम्रो के हाम्रो डाँडा काँडा मजाको ठाउँ वाउ एडभेन्चर हाम्रो यस्तो राम्रो हाम्रो आन्टीहरू हुनुहुन्छ है मजा लाग्यो राम्रो लाग्यो खुसी लाग्यो मजाको वाउ अब हामी ट्रायल हान्दै अब 1-2 घन्टाको हुन्छ होला सायद हामी जाने तलतिर होइन घरै हामी यहाँ सोलो भाइ लगाएर हामी पानी भरेर फोटोसोटो खिचेर आयौँ हामी है अनि गइन्छ अब लक्सरै टेप्ला चाहिँ हेरिराख्नु होला माया दिनु होला सबै दिनु होला है